हाम्रो सरले भर्खरै लिनोभोको एलोक्यू AMD Ryzen 5 7235HS प्रोसेसरमा RTX 4050 ग्राफिक्स भएको ल्यापटप पर्चेस गरिसक्नु भएको छ। सर हजुर चाहिँ कहाँबाट आउनुभएको? म इटहरी 8बाट आएको। अनि हजुरले चाहिँ हाम्रो कम्प्युटर प्लानेटको बारेमा चाहिँ कसरी थाहा पाउनुभयो? खासमा भन्नु पर्दाखेरि मैले एउटा गेमिङ ल्यापटप किन्नु मन थियो राम्रो बजेटमा, धेरै ठाउँ गएँ, राम्रो प्राइस भेटेन अनि एभाइलेबिलिटीहरू धेरै कम थियो। तर यहाँ बाटोमा आउँदाखेरि मैले देखेँ ठुलो छ सोरुम पनि अनि हेर्दाखेरि चाहिँ धेरै एभाइलेबिलिटी थियो, कस्टमरहरू पनि एकदम खुसी हुनुहुन्थ्यो ल्याउँदाखेरि अनि उहाँको कस्टमर केयर पनि एकदमै कम्फर्टेबल हुनुहुन्थ्यो, एकदम सफ्ट स्पोकन हुनुहुन्थ्यो अनि त्यसैले मैले यहाँबाट किन्ने चेष्टा गरेँ। सर हजुरले चाहिँ यो ल्यापटप लिनोभो एलोक्यू चाहिँ के युजेसको लागि लिनुभएको? मैले खासमा भन्नुपर्दाखेरि मैले कोडिङ पढ्नको लागि मैले लिएको थिएँ, तर साइडमा चाहिँ ग्राफिक डिजाइनिङको लागि भएर पनि मैले डेडिकेटेड ग्राफिक्स भएको एलोक्यू चाहिँ लिन। हजुर RTX 4050 ले हेल्प हुन्छ नि त है त। हाम्रो कम्प्युटर प्लानेट चाहिँ अरूलाई चाहिँ रेकमेन्ड गर्छ कि नै? गर्छु, किनभने यसको विराटनगर मात्र नभए पनि काठमाडौँमा पनि एभाइलेबिलिटी भएको कारणले यो लाइफ टाइम सर्भिस पनि फ्री दिनुभएको छ। त्यसले गर्दाखेरि म चाहिँ यो भिडियो हेर्ने जतिलाई पनि यहीँबाट लिनु भनेर चाहिँ रेकमेन्ड चाहिँ गर्छु। हुन्छ सर, थ्याङ्क यू। वेलकम।